यो नेपाल भन्ने देश, यो पुराना नेताले लथालिङ्ग पारेर छोडेको यो देश, सबै कोही हेलिकप्टरमा भागे, कोही कता भागेर लथालिङ्ग भएको देशलाई देशभर शान्तिपूर्ण निर्वाचन सम्पन्न भयो। यस लोकतान्त्रिक यात्रामा सबैभन्दा धेरै धन्यवाद दिन मन लाग्छ साहसी र निडर व्यक्तित्व नेपालकी प्रधानमन्त्री सुशीला कार्कीज्यूलाई। यो जटिल अवस्थामा आएर उहाँले यो देशको नेतृत्व सम्हाल्नुभयो र उहाँले देखाएको यो सत्य, न्याय र साहसको बाटोले आज पनि लोकतन्त्रलाई बलियो बनाइरहेको हामीले देख्न सकिन्छ। मनदेखि धन्यवाद। देशले तपाईलाई कहिले बिर्सने छैन भन्ने मेरो मूल्याङ्कन छ। अब हजुरहरूको के छ विचार, उहाँलाई शुभकामना दिनुहोला। यो भिडियोलाई लाइक, कमेन्ट, सेयर गरेर देशैभर पुर्याउनु हुन म हार्दिक अनुरोध गर्दछु।